फोटो पनि हान्दिएको ओ सुरु भइसक्यो खन्नु हुँदैछ एकदम एकजना लगाएर पुर्नु पेट्रोल हो एक पाउ चाहिँ कति हो एक पाउ भनेको तपाईँको सङ्गत गरेपछि जान्ने त भइहाल्यो मान्छेको हरेक नेचर हुन्छ नि यो सुन्दरताको लोभ लागेको के कति सुन्दर छ नि त्यही त सबैलाई राम्रोमा त आँखा जान्छ नराम्रोमा जाँदैन आहा भन्नु भने टिपिहाल्ने आँखा लोभी मन पापी देखे तिमीलाई भएपछि पनि के भन्थ्यो गीत नि त्यस्तो खजुर काका रोप्ने देखा हामी खल्टो खन्छ उयो चाहिँ के हो दुधीले जस्तो कति राम्रो उयो उसको नाम चाहिँ के हो त्यो कटरै हो यस्तो राम्रो फुल पनि राख्ने त्यो त कुन कटर हो भाइ यो अर्कै जातको कटर हो अब रोपीहरू फल्ने फल्छ नफल्ने फल्दैन तर धर्म बिरुवा चाहिँ के को यो दाजुको मिहिनेत देखेर सबै ढक हुन्छ के हुन्छ बल भइसक्यो मात्रै भयो हुन्छ फलेन भने अब फलेन भने रुख हुन्छ घाँस हुन्छ बाख्राले घाँस हुन्छ अन्त फलेन भने घाँस हुन्छ खाँदैन नि फलेन भने मान्छेले खान्छ त्यो कुरा पछि यसको काठ भयो भने मादल बनाउने एकदम मादल बजाउने रक्सी खाने जिताउने बस्ने छोरी लुगा चाहिँ 10 तिर च्यात्या छ सम्पत्ति चाहिँदैन कटर कटरमा तिमीलाई सुहाउँदो जोडी आयो मोटरमा हैसे हैसे अलिक खन्नु है थाकेर बसिराख्नु भएको छ उहाँहरू हाम्रो दाइको सहयोगीहरू अनि रोप्दा थाकेर लेबर भन्नु हुँदैन हो काम भनेको सानो ठुलो हुँदैन होइन सघाएको दाइलाई म पनि सघाइरहेको छु अनि गर्मी छ नि त तराई पर्छ यो घरमा जङ्गल चाहिँ नजिक भएर अलिक शीतल छ बस्नको लागि चाहिँ एकदम राम्रो ठाउँ रहेछ यहाँ कति धेरै अम्बाहरू पनि फलिरहेछ बिरुवा रोपेर फोटो पनि हान्दिएको चियाको लागि तयारी चिया रोप्नु तयारी त्यो गाला बनाएर देखेकै छैन नभए यतिखेर यहाँले जुगाले कति काठ पर्ने हो यहाँ जुका लाग्छ खोइ लाग्दैन रहेछ भने होइन जुका त के लाग्दो होला यस्तो ठाउँमा त छैन त जुका